ल हामी चाहिँ अब लाग्यौँ बिहानको मर्निङ वाक भन्ने के भने एक खोलो म साथीभाइहरू हाम भेट्न उहाँ चाहिँ यतातिर यतातिर स्टार्टिङ जहाँ यतातिरबाट ल होइन यस्तो छ यो चाहिँ हाम्रो बिल्डिङ हो है त यो चाहिँ हामी बस्ने रुम हो साथीहरू हाम है त अब यो चाहिँ के हो भन्दाखेरि यो मान्छे मारेर ठिकै छ भोलकमा देखिन्छ सबै देखिन्छ भोलकमा ल यस्तो छ हाम्रो साथी चस्मा ल्याइसक्यो ल ठिक छ हाम्रो केटाहरू अब रेडी छन् है घुम्नलाई उतातिर नै हो आजको मिनी भलक पनि बिस्तारै भइरहेछ आजको मौसम चाहिँ बिहानको 10 बजे यस्तो छ मस्त बवाल छ है ठिक छ मिनी भलक भइरहेछ है त एकदम बवाल छ है आजको मौसम पहाडको खेत जस्तो हेर्न एउटा यस्तो मिठो छ नि यस्तो राम्रो छ नि ओ माई गॉड ल है हाम्रो साथीहरू टक्क हिँड्छ चस्मा लाग्ने त कोही केटा ल चस्मा भइसकेको छ उतातिर बिहानको यो मर्निङ वाक भनौँ कि के भनौँ यस्तो राम्रो छ कि वाह ठिक छ अलि यस्तो ल हामी जान्छौँ आइज ल ठिक छ ठिक छ मेरो नि पहाड देखिने अरे मात्र अगाडि हेर्दैन मोबाइल आकान्छ भने यता फर्क्यौ ल भयो भयो के कस्तो छ यतातिर यसको मौसम ठिक छ पुलै नै कति खतरा बवाल छ नि यार केटाहरू हाइकिङ गइसक्यो है त पहिला अलि गरम यहाँनिर बवाल फोटो आउँछ यार मिल्छ त्यहाँ जाने त्यहीँ जाने नि उताबाट ल गाइस फाइनल्ली हामी आइपुग्यौँ है त हाम्रो डेस्टिनेसन यतातिरसम्म हो पुरा नेचुरल भाइब दिइरह यो मर्निङको समयमा हो के छ नि त आहा भित्रको भाग यस्तो बवाला यार भएको कहाँ यो हात हाल्छ छैन क्या गहिरो केही हुन्न के त्यहाँ झन् गहिरो छ कि त्यहाँ यहाँ गहिरो छैन बरु नुहाऊ कि लुगा छाडेर तिम्रो नि हो ठिकै हो
चिसो पानी चिसो भिडियोलाई जा उल्टी होला उल्टी भयो टाउको सिधा अलि बनाएन मैले अब खुट्टा तल झ्याउँदै पार टङ्गा लेट्स गो हाम्रो यहाँ बारबिक्यू भइरहेको छ बारबिक्यू इज अ भेरी भेरी भिडियो निकाल्न यो चाहिँ हाम्रो पार्क हो है त बुटल फुलबारी पार्क जखेर होइन है ठिक छ बिरम भयो ठिक छ नदिन्छु छोड पहिला एउटा फोटो खिच अनि ल त्यस्तै हो आजको रमाइलो भयो साथीभाइसँग धेरै पछि भेटघाट भयो यो गर्मी बिदामा अनि यो पानीको झरी रमाइलो नै भयो हस् त थ्याङ्क यू फर वाचिङ गाइज